फित्ता बुन्दाखेरि चाहिँ मान्छेको हाइट अनुसार बुन्नुपर्ने हुन्छ र झोलाको साइज र मान्छेको हाइट अनुसार चाहिँ बुन्नुपर्ने हुन्छ। यसरी सुर्काउने बनाउने। त्यसपछि 480 घर सिक्री तान्छु म। 1 भयो, 2 3 4 5 6 7 8 9 10 हो। यसरी नै चाहिँ 480 घरको चाहिँ यसरी चेन तान्नुपर्ने हुन्छ। 480 घरको चेन तानिसकेपछि देखाउँछ त, किनभने अब यसरी नै तान्नुपर्ने हुन्छ। यहाँदेखि चाहिँ अब सुरु गर्ने। फर्स्टमा यहाँ ब्ल्याक धागो नै लगाउने। ब्ल्याकले यसरी बुन्ने। अनि यो ओरेन्जलाई पनि यहाँनिर राख्नुपर्ने हुन्छ। अनि यस्तो एक सिक्री यसरी बन्द गरिदिने। अनि यहाँनिर चाहिँ 6-7 घर यसरी टिप्ने। 2 3 4 5 6 7 घर टिपेँ। 7 घर अनि यसले 8 घर हुन्छ। अनि यसरी यो ओरेन्जलाई चाहिँ ओरेन्जले यसरी बन्द गर्ने। अनि यो ओरेन्ज 1 घर। यो मैले यसमा बुट्टा चाहिँ मैले के भन्छ पानको पत्ताको चाहिँ बुट्टा बनाउँदैछु यो फितामा चाहिँ। अब यहाँ फेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 र अनि 1 घर 17 र अनि फेरि यो 1 घर टिप्ने। ओरेन्जले फेरि अब यहाँ 1 घर टिप्ने। अनि फेरि 17 घर नै टिप्ने। 1 यसरी नै सेम यही तरिकाले अब यहाँ पनि अब 16-17 घर टिप्ने। अनि फेरि 1 घर ओरेन्ज टिप्ने। अनि फेरि 17 घर ब्ल्याक टिप्ने। फेरि ओरेन्ज 1 घर टिप्ने। सबै हो यसरी नै 1-1 घर यो ओरेन्ज र ब्ल्याक चाहिँ 17 घर टिप्दै यो छेउसम्म आउनुपर्ने हुन्छ। यति लामो बुन्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ मैले अब यहाँ आएपछि मात्रै देखाउँछु त। ल हेर्नुहोस् है, मैले यहाँदेखि सुरु गरेर चाहिँ यहाँसम्म यसरी बुट्टा लाउँदै आएको छु। यो 480 घरमै मैले बुट्टा लगाइसकिसकेको छु। अब यो छेउमा चाहिँ यो धागो नकाटिकन गर्छु म चाहिँ। त्यही भएर यसलाई यसरी यो धागोको डल्ला यसरी छिराउने। छिराएपछि अनि यहाँ गाँठो पर्छ। ल हेर्नुहोस् यसरी गाँठो पर्यो है। अब यसलाई फेरि यहाँ छेउदेखि फेरि बुन्नुपर्ने हुन्छ। अब फेरि यो छेउदेखि यहाँदेखि बुन्ने। यो येल्लो धागोलाई पनि सँगै ल्याउनुपर्छ। यसरी एक सिक्री यसरी बन्द गरिदिने। अनि यहाँदेखि फेरि बुन्नु सुरु गर्ने। यो सबै सिंगल क्रोसरले नै बुनिरहेको छु मैले।
यसलाई यसरी तानिदिनुपर्छ थोरै, यहाँ बराबरकै बनाउने। अनि अघि चाहिँ यहाँ एक घर थियो भने अब यसमा चाहिँ अहिले चाहिँ यो रनमा चाहिँ 3 घर हुन्छ, 1 2 3 घर, 3 घर। अनि फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म यो ब्ल्याकले यसरी बुन्ने। अहिले चाहिँ अब यो ब्ल्याकलाई गर्नु पर्दैन। अघि नै चाहिँ यहाँ सुरुमा बुट्टा लगाउने बेलामा चाहिँ बराबरको बनाउनलाई चाहिँ गर्नुपर्ने थियो, अहिले यसलाई चाहिँ गर्नु पर्दैन। बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै आउने। यसरी बिचको धागोलाई तान्नु पनि पर्छ। अब फेरि यहाँ बुट्टा टिप्ने 3 घर बनाउनु पर्छ। जसरी यहाँनिर टिपेको थियो त्यसरी नै यहाँ पनि टिप्ने। 1 2 3 घर। अनि फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म ब्ल्याकले यसरी नै बुन्दै जाने। ल हेर्नुहोस् यस्तो हुँदैछ बुट्टा। अब सेम यही तरिकाले चाहिँ यतातिर पनि त्यसरी नै बुट्टा लाउनु पर्ने हुन्छ। सबैमा यतातिर लगाएर यहाँसम्म आउनुपर्ने हुन्छ, यहाँसम्म आउनुपर्ने हुन्छ। म यहाँ आएपछि देखाउँछु। ल हेर्नुहोस् फेरि मैले यहाँदेखि सुरु गरेर यहाँ आइसकिसकेको छु। अब फेरि यसलाई पनि यसरी तान्ने। अनि यहाँदेखि चाहिँ यो धागोको डल्ला छिराएर यसरी यहाँनिर गाँठो पारिदिनु पर्ने हुन्छ। अनि यहाँदेखि सुरु गर्नुपर्ने हुन्छ। फेरि यसरी धागो छिराएर अनि फेरि यो येल्लो कलर ओरेन्ज कलरलाई पनि सँगै यसरी लाने। अनि यहाँदेखि सुरु गर्ने। अब बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै बुन्दै आउनुपर्ने हुन्छ। यसरी तान्ने। अनि अब यही बुट्टा टिप्ने ठाउँमा आइपुगेको छ। अघि अब 3 घर भएको थियो भने अहिले चाहिँ 5 घर हुन जान्छ। यो यसरी यहाँदेखि 1 2 3 4 5 घर भयो। अनि फेरि यो ब्याकग्राउन्डको धागो, यो ब्ल्याक कलरको धागोले फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म सिँ यसरी बुन्दै जाने। यसरी चाहिँ बुन्दै जानुपर्ने हुन्छ। यो भित्र धागोलाई यसरी तान्ने। अब यहाँ पनि फेरि बुट्टा टिप्ने ठाउँ आयो। त्यसरी नै यहाँ जस्तै नै यहाँ पनि टिप्नुपर्ने हुन्छ। यहाँ पनि 5 गर्ने हुन्छ। 1 2 3 4 5 घर भयो। अनि फेरि यो ब्ल्याक धागो ब्याकग्राउन्डको धागोले यसरी फेरि बुन्दै जाने। अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै जानुपर्ने हुन्छ। ल हेर्नुहोस् बुट्टा यस्तो हुँदैछ। अब सेम यही तरिकाले यतातिर पनि लगाउनु पर्ने हुन्छ। यही तरिकाले चाहिँ बुन्दै बुन्दै यहाँसम्म आउनुपर्ने हुन्छ। अब फेरि म सबै बुनिसकेर बुट्टा लगाइसकेर यहाँ आएपछि देखाउँछु त। ल हेर्नुहोस् फेरि मैले यहाँदेखि बुनेर यहाँ ल्याइसकिसकेको छु। यो फेरि यसरी नै यसलाई यसरी तान्ने। यो
धागोको डल्ला छिर्ने गरी अनि त्यसपछि यसरी गाँठो पार्दिने यी अनि फेरि यहाँदेखि बुन्न सुरु गर्नुपर्ने हुन्छ। यसरी बन्द गर्ने अनि फेरि यहाँदेखि यस्तोदेखि चाहिँ यहाँ छेउदेखि यसरी बुन्ने, यहाँ बुट्टा टिप्ने ठाउँसम्म बुन्नुपर्ने हुन्छ। अब यहाँनिर बुट्टा टिप्ने ठाउँ आइपुगिसकेको छ। अघि यहाँ 5 घर भएको थियो भने अहिले चाहिँ 6-7 घर हुन्छ। 1 2 3 4 5 6 7 घर भयो। अनि फेरि यसरी बन्द गर्ने अनि फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म यो ब्ल्याक कलर ब्याकग्राउन्डको धागोले चाहिँ यसरी बुन्नुपर्ने हुन्छ। यसरी बुन्दै आउने, यो बुट्टा टिप्ने ठाउँसम्म चाहिँ यसरी बुन्दै आउनुपर्ने हुन्छ। अब यहाँ बुट्टा टिप्ने ठाउँमा आइपुगेको छु। अब फेरि यसरी गर्ने अनि यहाँ फेरि पनि 7 घर टिप्ने, 2 3 4 5 6 7 घर अनि फेरि यसरी ब्याकग्राउन्डको धागोले यसरी बुन्दै जाने। अर्को बुट्टा टिप्ने ठाउँसम्म फेरि यसरी नै बुन्दै जानुपर्ने हुन्छ। ल हेर्नुहोस् है, बुट्टा यस्तो हुँदैछ। अब फेरि सेम यही तरिकाले चाहिँ यतातिर पनि यसरी नै बुट्टा टिप्नुपर्ने हुन्छ। अब सबै ठाउँ यसरी नै टिपेर यहाँसम्म आउनुपर्ने हुन्छ। यहाँ आएर पनि अघि जस्तै यहाँनिर गाँठो पार्नुपर्ने हुन्छ। यहाँ गाँठो पारिसकेपछि फेरि यहाँदेखि बुन्ने हो। अब म बुट्टा टिप्ने ठाउँमा आएपछि मात्रै देखाउँछु त। यहाँदेखि बुनेर पनि यहाँ गाँठो पारेर यहाँ आएपछि देखाउँछु, किनभने अब सबै बुन्ने तरिका एउटै हो। त्यही भएर चाहिँ म यहाँ आएपछि मात्रै देखाउँछु। ल हेर्नुहोस् है, मैले यसरी बुट्टा लाउँदै बुट्टा यहाँ लगाइसकेर यो छेउमा आएर पनि यहाँ गाँठो बनाएर यहाँ फेरि बुट्टा टिप्ने ठाउँसम्म आइसकिसकेको छु। अब यहाँ फेरि बुट्टा टिप्नुपर्ने हुन्छ। अघि यहाँ 7 घर भएको थियो भने अहिले चाहिँ 9 घर हुनु जान्छ। 9 घर बनाउनु पर्ने हुन्छ। 1 2 3 4 5 6 7 8 यसले 9 घर भयो। अनि फेरि यो ब्याकग्राउन्डको धागोले बुन्ने, यो अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी बुन्दै जानुपर्ने हुन्छ। यसरी बुन्दै आउने। अब फेरि यहाँ पनि बुट्टा टिप्ने, यहाँ जस्तै टिप्नुपर्ने हुन्छ। यहाँ 9 घर भएको थियो, अब यहाँ पनि 9 घरै हुन्छ। 1 2 3 4 5 6 7 यसले 8 भयो। अनि यसले 9 घर भयो। अनि फेरि यो ब्याकग्राउन्डको धागोले यसरी टिप्ने, अर्को बुट्टा टिप्ने ठाउँसम्म फेरि यसरी बुन्दै जानुपर्ने हुन्छ। ल हेर्नुहोस् है, बुट्टा चाहिँ यस्तो बन्दैछ। अब फेरि सेम यही तरिकाले चाहिँ यो सबैमा बुन्दै यहाँसम्म आउनुपर्ने हुन्छ। यहाँ सबै बुनिसकेर फेरि म यहाँ बुट्टा टिप्ने ठाउँमा आएपछि देखाउँछु है त।
ल हेर्नुहोस् है मैले यहाँदेखि बुन्दै बुन्दै बुनिसकेर यहाँसम्म आइसकेर पनि फेरि यहाँ बुट्टा लाउने ठाउँमा आइपुगेको छु। अघि चाहिँ यहाँनिर 9 घर थियो भने 1 2 3 4 5 6 7 8 9 घर थियो भने अब यो लाइनमा पनि 9 घरै बुन्नुपर्ने हुन्छ। घटाउनु बढाउनु केही गर्नु पर्दैन। यहाँदेखि बुन्ने यसरी अनि 9 घरै हुन्छ। यो अलिक तानिएर रहेछ। यो राउन्डमा चाहिँ 9 घरै बुन्नुपर्छ। यसरी बन्द गर्ने यहाँदेखि बुन्ने 1 2 3 4 5 6 7 8 9 घर 9 घर भयो। अनि फेरि अब यो ब्याकग्राउन्डको धागोले अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी बुन्दै जाने। जति छ त्यति बुन्दै जाने। यो भित्री धागोलाई यसरी तान्नुपर्छ। अनि फेरि यहाँ पनि बुट्टा टिप्ने ठाउँ आयो। यहाँ पनि 9 घरै बुन्ने। यो येल्लो कलर जति सबै यो राउन्डमा 9 घर छ। अब 9 घरै बुन्नुपर्ने हुन्छ। यहाँ पनि 1 2 3 4 5 6 7 8 9 घर भयो है। अनि फेरि यो ब्ल्याक धागोले यसरी बन्द गरिदिने र अनि फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै जानुपर्ने हुन्छ। ल हेर्नुहोस् है यो राउन्डमा चाहिँ यस्तो भयो। अब सबै नै यसरी नै यो र यो जस्तै नै यतातिर सबैतिर बुन्दै बुन्दै यहाँसम्म आउनुपर्ने हुन्छ। अब फेरि म यहाँ आएपछि देखाउँछु त। ल हेर्नुहोस् है मैले यहाँदेखि बुन्दै बुन्दै यहाँसम्म बुनेर पनि फेरि यहाँ बुट्टा टिप्ने ठाउँमा आएको छु। अब यतिको भइसकिसकेको छ। यसलाई चाहिँ अब हार्ट सेप बनाउनु पर्ने हुन्छ। अब हार्ट सेप बनाउँदाखेरि चाहिँ यहाँदेखि पनि यसरी घटाउनु पर्ने हुन्छ। यहाँ 1 घर यसरी घटाउने अनि यसलाई यसरी बुन्दै ल्याउने। यता र उता बराबर बनाउनुपर्छ। यहाँ 1 घर घट्छ। 1 2 3 1 2 3 3 घर भयो। अब यहाँ बिचमा चाहिँ 1 घर टिप्ने ब्ल्याकलाई यहाँ 1 घर टिप्ने अनि फेरि यो ओरेन्जले यसरी बन्द गर्ने अनि फेरि यहाँ 3 घर टिप्ने 1 2 3 घर टिप्ने अनि फेरि अब यहाँ 1 घर घट्छ। यसरी चाहिँ अब हार्ट सेप बनाउनु पर्ने हुन्छ। पानको पत्ता वाला बुट्टाको चाहिँ म फिता बनाउँदैछु र अनि फेरि यो बुट्टा टिप्ने ठाउँसम्म यसरी यो ब्याकग्राउन्डको धागोले ब्ल्याक धागोले बुन्दै ल्याउने। फेरि यसलाई यसरी तान्ने अनि फेरि यहाँ पनि त्यसरी नै यहाँ जस्तै नै घटाउने। यहाँदेखि 1 घर घट्छ अनि फेरि 1 2 3 घर टिपेर अनि यो ब्ल्याकले यसरी बन्द गरेर ब्ल्याक 1 घर बुन्ने अनि फेरि ओरेन्जले यतापट्टि पनि 3 घरै बुन्ने। 1 2 3 घर भयो। अनि फेरि ब्ल्याकले यहाँ बुन्ने। यता पनि 1 घर घट्यो। फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै आउने। ल हेर्नुहोस् है बराबरी यता र उता बराबरी 1 घर घटाउँदै लाने अनि बिचमा फेरि ब्ल्याकले बुन्ने। अब सबै यही तरिकाले चाहिँ यतातिर पनि सबै ठाउँ यही तरिकाले बुट्टा लगाउनु पर्ने हुन्छ। यसरी नै बुन्नुपर्ने हुन्छ। यहाँसम्म त्यसरी नै बुन्ने। अब फेरि म यहाँ बुनिसकेर गाँठो पारेर यहाँ आएपछि मात्रै देखाउँछु त। ल हेर्नुहोस् है मैले यसरी बुट्टा लाउँदै सबै ठाउँ बुट्टा लाएर यहाँसम्म बुट्टा लाएर पनि फेरि यहाँ बुट्टा टिप्ने ठाउँमा आइसकिसकेको छु। अब यहाँ चाहिँ
यसरी बुन्दै आउने। अब अहिले चाहिँ यो ओरेन्ज कलरलाई यसरी यहीँदेखि टिप्दिने, 1 2 घर टिप्ने। अनि यो ब्ल्याकलाई चाहिँ अब यसमा चाहिँ 3 घर बनाउने। 1 भयो, यसले 2 अनि यहाँ 3 भयो। अनि फेरि ओरेन्ज यतापट्टि पनि 2 घरै बनाउने। यसरी 2 घर टिप्ने। अनि फेरि यो ब्याकग्राउन्डको धागो ब्ल्याक धागोले अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै जाने। यसरी बुन्दै आउनुपर्ने हुन्छ। सरासरी बुनेर चाहिँ अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै आउने। यो भित्र धागोलाई तान्नु पनि पर्छ यसरी। अनि फेरि अब यहाँ बुट्टा टिप्ने ठाउँमा आइपुगेको छ। यहीँदेखि यसरी चाहिँ यहाँनिर अब फेरि यहाँ पनि यहाँ जस्तै नै बनाउने। 2 घर यहीँदेखि टिपेर 1 2 घर। अनि फेरि यो ब्ल्याकले ब्याकग्राउन्डको धागोले 2 घर टिपिदिने। 3 घर, 1 यसले 2 भयो, यसले 3। अनि फेरि यो ओरेन्जले यतापट्टि पनि 2 घर टिप्ने। 1 2 घर भयो। अनि फेरि अब यो ब्याकग्राउन्डको धागो ब्ल्याक धागोले यसरी फेरि अर्को बुट्टा टिप्ने ठाउँसम्म यसरी नै बुन्दै जानुपर्ने हुन्छ। हेर्नुहोस् बुट्टा चाहिँ यस्तो भयो। अब सेम यही तरिकाले चाहिँ यता सबैतिर बुट्टा लगाउनु पर्ने हुन्छ। र अनि यहाँसम्म यसरी यस्तो बट हारिन्छ कि यो यहाँसम्म बुन्दै नै बुट्टा लाउँदै आउनुपर्ने हुन्छ। त्यसपछि अनि फेरि म यहाँ आएपछि देखाउँछु। ल हेर्नुहोस् मैले यसरी सबैतिर यसरी बुट्टा लाउँदै लाउँदै यहाँसम्म बुट्टा लाएर पनि फेरि यहाँ बुट्टा टिप्ने ठाउँसम्म आइसकिसकेको छु। अब यो चाहिँ अब यो बुट्टा चाहिँ कम्प्लिट भइसकिसकेको छ। अब यसमा चाहिँ यो केही बुट्टा नलगाइकन यत्तिकै नघटाइ नबढाइकन यो ब्ल्याक धागोले मात्रै अब यसरी सुई यसरी बुन्दै बुन्दै जाने। अब यो बुट्टा यो येल्लो कलरले चाहिँ बुन्नु पर्दैन, किनभने यो बुट्टा चाहिँ अब कम्प्लिट भइसकिसकेको छ। अब यसरी सुई बुन्दै जाने, केही गर्नु पर्दैन। अब यी ब्ल्याकले यसरी बुनिसकिसकेपछि चाहिँ बुट्टा चाहिँ राम्रो देखिन्छ। यी बुट्टाको फिनिसिङ चाहिँ भइसकिसकेको छ। अब सबै नै यसरी नै बुन्दै बुन्दै आउने। सबै यही तरिकाले अब बुट्टा लाउनु पर्दैन, केही नगरिकन सुई यसरी नै सुई बुन्दै बुन्दै अब यहाँसम्म आउनुपर्ने हुन्छ। सबै ठाउँ यसरी नै बुन्दै बुन्दै यहाँसम्म आउनुपर्ने हुन्छ। अब यहाँ सिद्धाएपछि मात्रै देखाउँछु। ल हेर्नुहोस् यसरी सबै बुनिसकेर पनि यहाँ ल्याइसकिसकेको छु, धागो कट गरिसकेको छु। अब यो बुट्टा चाहिँ यहाँ फिनिसिङ भइसकेको छ। यो माथिको पनि बुनिसकेको छु। अब फेरि यतापट्टि यो सुरुमा थालेको भाग, यो थालेको भागमा पनि यसरी यतापट्टि फर्काएर फेरि यहाँनिर एकचोटि चाहिँ बुन्नुपर्ने हुन्छ। बुनेन भने चाहिँ यस्तो देखिन्छ। त्यही भएर चाहिँ राम्रो देखिँदैन फिनिसिङ। त्यही भएर चाहिँ यसलाई फेरि अब यहाँदेखि बुन्नुपर्ने हुन्छ। यसरी लाने। अनि यो ओरेन्जलाई पनि यसरी सँगसँगै लगिदिनुपर्छ। अनि यहाँ चाहिँ राम्रो देखिन्छ फिनिसिङमा बुन्दाखेरि, कसिन्छ नि त, कसिएर अनि राम्रो देखिन्छ। यसरी फेरि यस्तैदेखि चाहिँ बुन्दै जानुपर्ने हुन्छ। यस्तोदेखि चाहिँ बुन्नुपर्ने टिप्नुपर्ने हुन्छ। यस्तोदेखि चाहिँ यस्तो यो ब्ल्याक धागोमा अलिक मजाले देखिँदै छैन होला क्यामेरामा चाहिँ, तर मैले चाहिँ यहाँ मजाले देखिरहेको छु। देखिँदैन भनेर मैले लाइट पनि बालिरहेको छु। यसरी चाहिँ टिप्नुपर्ने हुन्छ। अब यो चाहिँ थालेको भागपट्टिको हो। अनि यो धागोलाई चाहिँ यसरी तान्नुपर्छ। तानेन भने चाहिँ यस्तो बस्छ।
यसरी तान्दिने धेरै कस्नु पनि हुँदैन ठिक्कको कस्ने हो यस्तोदेखि चाहिँ टिप्दै टिप्दै जानुपर्ने हुन्छ ल हेर्नुस् हो यसरी चाहिँ टिप्ने र तपाईहरुलाई यो मैले बुनेको झोलाको बुट्टा चाहिँ कस्तो लाग्यो तपाईहरुले पनि सिक्नु होला सिक्नु मन छ भने यो चाहिँ झोलाको फित्ता हो यो झोलाको फित्ता मा चाहिँ मैले पानको पातको चाहिँ बुट्टा बनाएको छु कस्तो लाग्यो सिक्नु होला कमेन्ट पनि गर्नु होला ल हेर्नुस् र मेरो युट्युब च्यानलमा मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला ल हेर्नुस् यसरी चाहिँ बुन्नु पर्ने हुन्छ र यो भित्रको धागालाई पनि यसरी ठिक्कको कसले धेरै कसनु पनि हुँदैन ल हेर्नुस् अहिले चाहिँ राम्रो फिनिसिङ देखिएको छ र यो बुनेको ठाउँमा हेर्नु र अनि यो नबुनेको ठाउँमा चाहिँ यसरी फेरि नबुनेको ठाउँमा हेर्नुस् त कति धेरै डिफरेन्ट छ त्यही भएर चाहिँ यसलाई फेरि एक लाइन यो थालेको भागपट्टि चाहिँ यसरी नै बुन्दै बुन्दै यहाँसम्म आउनुपर्ने हुन्छ यहाँसम्म आउनुपर्ने हुन्छ यसरी नै बुन्ने अब म यहाँ आएपछि देखाउँछु ल हेर्नुस् यहाँ पनि यसरी छेउमा चाहिँ बोर्डर फेरि लगाइसकिसकेको छु अब यो धागोलाई चाहिँ यहाँनिर काट्नुपर्ने हुन्छ यसलाई पनि काट्दिने यो छेउमा चाहिँ म यसलाई बाँधिदिन्छु यसरी गाँठो पारिदिन्छु यसलाई चाहिँ अब यिनीहरूलाई चाहिँ अब सबै छेउको चाहिँ धागोहरू काट्नुपर्ने हुन्छ यो जोडिएकोहरूलाई त्यो काट्दिने यो छेउको धागोलाई चाहिँ यहाँ बाँधिदिनुपर्छ र यसलाई पनि यिनीहरूलाई पनि काटिदिने यो छेउको यो धागोलाई पनि काट्दिने अनि अब यतापट्टिको पनि त्यसरी नै यहाँको चाहिँ बाँधिसकेको छ अघि नै अब यसलाई पनि यहाँ बाँधिदिने यसरी बाँधेर यसलाई पनि यसरी गाँठो पारिदिने र अनि यसलाई पनि यहाँ काटिदिने यो धागोलाई पनि ल हेर्नुस् अब चाहिँ यो फिता चाहिँ यसरी बुनिसकिसकेको छु अब यसमा चाहिँ भित्री लगाउनु पर्ने हुन्छ यसरी भित्री लगाएन भने चाहिँ यसरी बटारिन्छ है यहाँनिर चाहिँ अब कपडा लगाउनु पर्ने हुन्छ यो कपडा चाहिँ मिसिनले लगाउनु पर्ने हुन्छ म मिसिनमा कपडा यो लगाइसकेपछि देखाउँछु त सब यसरी बटारिन्छ है भित्री लगाएन भने चाहिँ ल हेर्नुस् यसरी मैले भित्री यसरी कपडा पनि सिलाएर ल्याइसकिसकेको छु ल हेर्नुस् यसरी भित्री लगाइसकेपछि चाहिँ बटारिँदैन र फिनिसिङ पनि राम्रो देखिन्छ ल हेर्नुस् यस्तो भएको छ अनि नलगाएको भागमा चाहिँ यस्तो हुन्छ यो मैले मुनि चाहिँ किन नलगाएको भने अब यो झोला सिलाउँदाखेरि यो मुनि रहन्छ नि त त्यही भएर चाहिँ यो मुनिको भाग चाहिँ नसिलाएको यो यतिसम्म मात्रै सिलाएको छु यो मुनिसम्म सिलाउँदाखेरि चाहिँ अब यो मुनि केही कामै छैन नि त अनि फेरि मुनिसम्म सिलाउँदाखेरि अनि यसरी यहाँ सिलाउँदाखेरि यसरी दोबार्नु पर्ने हुन्छ अनि यहाँ फेरि अझै अलिक राम्रो सेप बस्दैन त्यही भएर चाहिँ मैले यहाँ मुनि चाहिँ नसिलाएको कपडा अब यसरी सिलाउनु पर्छ सियो धागोले र अनि यो कपडा लगाएको भाग चाहिँ योसम्म रहन्छ अनि सियो धागोले सिलाउनु पर्ने हुन्छ यसरी मैले धागोमा सियोमा धागो पनि लगाइसकेको छु अनि यो धागो चाहिँ फेरि यही झोला बुन्ने धागो नै हो फोप लाइको धागो नै हो यही धागोले चाहिँ सिलाउनु पर्ने हुन्छ
अब यसलाई चाहिँ यसरी टक्क यहाँनिर बिचमा दुवैपट्टि यतापट्टि दुवैपट्टि चाहिँ बराबरी हुने गरी चाहिँ राख्नुपर्ने हुन्छ। अनि सियो धागोले चाहिँ यसरी सिउनु पर्ने हुन्छ। यहाँनिर यहाँ चाहिँ मिसिनले सिलाउनु मिल्दैन, यसरी सियो र धागोले नै सिलाउनु पर्ने हुन्छ। दुवैपट्टि यसरी बराबरी राखेर चाहिँ सिलाउनु पर्ने हुन्छ यसलाई चाहिँ। यसरी गरेर चाहिँ सिलाउनु पर्ने हुन्छ। यसरी नै यसरी छेउ सिलाउँदै यहाँसम्म ल्याउने अनि फेरि यहाँदेखि यस्तो गरेर सिलाएर फेरि यसरी यहाँसम्म ल्याउनु पर्ने हुन्छ। अनि फेरि यहाँसम्म लिएर यहाँ गाँठो पार्नुपर्ने हुन्छ। अब सिलाउने तरिका यसरी नै हो। यो अब म सिलाइसकेपछि देखाउँछु त। ल हेर्नुहोस् है, मैले यो दुवैपट्टि चाहिँ यसरी सिलाएर चाहिँ सिधाइसकेको छु। दुईटैपट्टि यसरी सिलाइसकिसकेको छु। अब यस्तो भइसकिसकेको छ। ल हेर्नुहोस् है, यो भित्री लागेको कपडा यहाँसम्म थियो, दुवैपट्टिको चाहिँ यस्तो भएको छ। अब फेरि यहाँनिर चाहिँ यहाँ पनि भित्री कपडा अनि यहाँ चेन लगाउनु पर्ने हुन्छ। यो चाहिँ मिसिनले गर्नुपर्ने हुन्छ। अब म फेरि अब यहाँनिर भित्री कपडा र अनि चेन लगाइसकेपछि देखाउँछु त। ल हेर्नुहोस् है, मैले यसरी चेन पनि लगाइसकेँ र यसको यसरी भित्री पनि लगाइसकिसकेको छ। अब चाहिँ यसको यहाँनिर चाहिँ यस्तो छेउछेउमा यहाँ चाहिँ फुल बुन्नुपर्ने हुन्छ। अब फुल चाहिँ म यसको यो ग्रिन र रेडबाट चाहिँ लगाउँछु। फर्स्टमा म रेडबाट सुरु गर्छु। यसलाई यहाँनिर यस्तो सुर्काउने बनाउनु पर्छ। यो जान्नेहरूको लागि चाहिँ अब यहाँनिर लगाउने तरिका पनि अर्कै होला। मेरो तरिका चाहिँ यस्तो छ। यसलाई चाहिँ यसरी तान्ने यहाँ, अनि यस्तो बन्द गर्ने, अब सिक्री तान्ने। 1 2 3 4 5 6 7 8 9 10 11 घर चाहिँ सिक्री ताने। अनि यसलाई अब यो सिक्रीको यो पछाडिको भाग यस्तोदेखि चाहिँ यो उठेको भागदेखि चाहिँ यसरी धागो तान्नुपर्ने हुन्छ। प्रत्येक यो सिक्री तानेको यो पछाडिको भागदेखि चाहिँ यसरी धागोलाई चाहिँ यसरी तान्ने र क्रुसमा यसरी राख्ने। यो फर्स्टमा सिक्री तान्दा चाहिँ गन्ने, त्यसपछि चाहिँ नि गर्नु पर्दैन। यो पछाडिको यस्तोदेखि चाहिँ उठेको भागदेखि चाहिँ यसरी टिप्नु पर्ने हुन्छ। यसरी चाहिँ सबै सिक्रीको पछाडिपट्टिदेखि चाहिँ यसरी धागो तान्ने। अनि अब यति भइसकिसकेपछि अब यसरी एउटा धागो लिएर यसरी यो भित्रदेखि तान्नुपर्ने हुन्छ र यसरी बन्द गर्ने। अनि एक सिक्री तान्ने, अनि यहाँ यसरी बन्द गर्ने, यहाँ जोड दिने। यहाँनिर यसरी जोड दिने, अनि फेरि यहाँ बन्द गरिदिने। अब फेरि अघि यो 11 सिक्री तानेको थियो, अब फेरि पनि यो पनि 11 सिक्री तान्नुपर्छ। 1 2 3 4 5 6 7 8 9
10 11 यो सिक्री चाहिँ बराबरी तान्नुपर्छ यसको र यसको सबै अब जति पनि हामी यहाँनिर फुल बुनिन्छ सबैको बराबर 11 गर्ने तान्नुपर्ने हुन्छ नत्र भने थोरै भयो भने सानो धेरै भयो भने ठुलो हुन्छ सानो ठुलो हुन जान्छ त्यही भएर चाहिँ बराबर 11 सिक्री नै तान्नुपर्ने हुन्छ अब यसरी नै यो जस्तै नै बनाउने ल हेर्नुहोस् फेरि यसरी धागो तानिसकिसकेको छु अब फेरि सेम यही तरिकाले यसरी ल्याउने र अनि यहाँ बन्द गर्ने अनि एक सिक्री तान्ने अनि फेरि यहाँनिर जोड दिने एक ठाउँमा बुन्नुपर्ने हुन्छ यसलाई अब फेरि यसरी बन्द गर्ने अनि फेरि 11 सिक्री तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 अनि फेरि 11 सिक्री भएपछि यो सेम यसरी नै तान्ने पछाडिदेखि तान्दै लानुपर्ने हुन्छ र फेरि यसरी तान्ने अनि यस्तो बन्द गरिदिने अनि एक सिक्री तान्ने अब यहाँनिर जोड दिने अब फेरि 11 सिक्री तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 अनि फेरि सेम त्यही तरिकाले चाहिँ यसरी टिप्ने र फेरि यहाँ लगाइसकिसकेको छु अनि फेरि यसरी तान्ने अनि यस्तो बन्द गर्ने अनि एक सिक्री तान्ने अनि यहाँनिर जोड दिने अनि फेरि यसरी बन्द गरेर अनि फेरि 11 सिक्री तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 अनि फेरि सेम त्यही तरिकाले चाहिँ यहाँ तान्नुपर्ने ल हेर्नुहोस् फेरि तानिसके अब फेरि यसरी भित्रदेखि यसरी तान्ने अनि यहाँ बन्द गरेर एक सिक्री तान्ने अनि यसको पछाडि यहाँनिर जोड दिने यसलाई चाहिँ यहाँनिर जोड दिने अनि यस्तो गरेर चाहिँ बन्द गर्ने अब चाहिँ यसलाई काटिदिने यो धागो अनि यो अघि सुरु गरेको धागो हो यो यसलाई पनि काटिदिने ल हेर्नुहोस् यस्तो भयो यो रेडवाला चाहिँ सिद्धियो अब यसमा ग्रिनवाला लगाउनु पर्ने हुन्छ यसलाई पनि यसरी सुर्काउने बनाउने अनि अब यो यसरी रेड लगाइसके अब ग्रिन चाहिँ यहाँ मुनिबाट फेरि ग्रिनलाई चाहिँ मुनिबाट बुन्नु पर्ने हुन्छ अब यसलाई पनि बन्द गर्ने अनि अब यो पनि 11 सिक्री तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 यसलाई पनि सेम अब यही तरिकाले यहाँ टिप्नु पर्ने हुन्छ म टिपिसकेपछि देखाउँछु त ल हेर्नुहोस् यसरी टिपिसकेँ अब यसरी फेरि यसरी ल्याउने अनि यहाँ बन्द गर्ने अनि एक सिक्री तान्दिने अनि फेरि यस्तो मुनिदेखि चाहिँ ल्याउनु पर्ने हुन्छ मुनिदेखि ल्याउँदै वरिपरि बुन्नु पर्ने हुन्छ यो रेडको वरिपरि बुन्नु पर्ने हुन्छ यो फुललाई ग्रिनले अब फेरि 11 सिक्री तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 अब फेरि सेम यही तरिकाले चाहिँ यसरी टिप्नु पर्ने हुन्छ म यो टिपिसकेपछि देखाउँछु ल हेर्नुहोस् फेरि यसरी धागो तानिसकेको छु फेरि यसरी बन्द गर्ने अनि यस्तो एक सिक्री तानेर फेरि यसको मुनिबाट यता अब वरिपरि बुन्नु पर्ने हुन्छ नि त यसरी ल्याउने यसरी
रेडको मुनि मुनिबाट बुन्दै ल्याउने। अब फेरि 11 सिक्री तान्ने 1 2 3 4 5 6 7 8 9 10 11। अब यसरी नै 5वटा बनाउनु पर्ने हुन्छ। मैले 2वटा बनाइसकेँ। अब 3टा बनाउनु बाँकी छ। अब यो बुनेर यहाँ अनि यसको वरिपरि गर्दै यहाँसम्म आउनुपर्ने हुन्छ। म यहाँ आएपछि देखाउँछु। ल हेर्नुहोस् है, यहाँनिर के अरे धागो तानिसकेको छु। अब यसलाई सब बन्द गरिदिने। अब यो जम्मा 5वटा भइसकेको छ। 1 2 3 4 यसले 5वटा भइसकिसकेको छ। यो सुरु गरेको धागोलाई काट्दिने अनि अब यो सुरु गरेको ठाउँमै यसलाई चाहिँ जोड्दिने यहाँ। अनि यसरी बन्द गर्ने। अझै 1 सिक्री तानिदिएपछि अनि गाँठो पर्छ। अनि यो धागो चाहिँ काटिदिने अनि यसलाई अलिक तानिदिनुपर्छ अनि गाँठो पर्छ। ल हेर्नुहोस् है, यसको यहाँ छेउको फुल पनि बनिसकेको छ। अब सेम यही तरिकाले अब यसमा पनि लगाउने अनि यहाँ पनि लगाउनु पर्ने हुन्छ। 3 ठाउँ लाउन बाँकी छ। अब यस्तै अब सबै 3 ठाउँ लगाइसकेपछि देखाउँछु त। सेम एउटै भएको हुनाले चाहिँ मैले यता चाहिँ देखाइनँ। ल हेर्नुहोस् है, मैले चारैपट्टि यसरी फुल पनि लगाइसकिसकेको छु। अब चाहिँ यो झोला चाहिँ फिनिसिङ भइसकिसकेको छ। र तपाईहरुलाई यो बुट्टा चाहिँ मैले यो खासमा गुलाबको फुलको बुट्टा चाहिँ मैले बुनेको। यो पातवाला लगाएर चाहिँ बुनेको छु। र तपाईहरुलाई यो बुट्टा चाहिँ तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। र तपाईहरुलाई यही बुट्टा सिक्नु मन छ भने सिक्नु होला। र अनि मेरो भिडियोमा र मेरो सिम्मा लिम्बुमा युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्नु होला। यस्तै नयाँ भिडियोहरु नयाँ यस्तो बुट्टाहरुको चाहिँ झोलाहरु सिक्न मन छ भनेदेखि चाहिँ तपाईहरुले मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नै पर्ने हुन्छ। सब्स्क्राइब गर्नुभयो भने तपाईहरुलाई चाहिँ सजिलो हुन्छ। मैले भिडियोहरु अपलोड गर्नेबित्तिकै तपाईहरुलाई चाहिँ नोटिफिकेसन आउँछ र हेर्न सजिलो हुन्छ। र यति भन्दै मेरो भिडियो बन्द गर्छु। धन्यवाद।